पोल्यो खुट्टा यस्तो पोलिरहेको छ। हाई भन्दै सब्सक्राइब गर भन। आज चाहिँ एकदम गर्मी भएर यता पनि पङ्खा लगाइरहेको छौँ, यता पनि पङ्खा। हेलो गाइज, आज चाहिँ एकदम गर्मी छ साथीभाइहरू। हामी चाहिँ घामबाट जोगिनको लागि बाहिर बसिरहेको छौँ। बाहिर हेर्नु होला कस्तो घामहरू छ। अनि आथा घाम देख्नुस् घाम कस्तो चर्को छ। आथा बुढी माउ चाहिँ के हेरिरहेको? तिम्रो थुतुन देखाऊ एकचोटि, देखाऊ। बुढी माउले कालो थुतुन देखाइन्। अब म घाममा जाँदैछु साथीभाइहरू, घामको हालत देखाउँदै गइरहेको छु। ओए पोल्यो खुट्टा यस्तो पोलिरहेको छ। चारे लास्टिक हाम्चरको छ यार साथीभाइहरू। मेरो सेकेन्ड ब्लग भनेर चिन्नु होला यो चाहिँ है साथीभाइहरू। यस्तै छ, घाम भयो नि इन्जोय भइरह, त्यही भएर मतलब छैन हामीलाई। यस्तो छ। म तपाईँहरूलाई एउटा युनिक बोकाहरू देखाउने गइरहेको छु। बोका हेर्नुहुन्छ भने म तपाईँहरूलाई बोका देखाउन गइरहेको छु। धन्यवाद। हेलो बोका ज्यूहरू, यो चाहिँ मेरो बोका हो। टोपी लाएर यता हेर। हेलो गाइज, देख्नुहोस् टोपी लाएर देखेन। हेलो गाइज, हाई भन्दै सब्सक्राइब गर भन। गरेन यार, ले हाई भन्दो रहन्छ। ओके गाइज, टाटा बाई बाई। लाइक सब्सक्राइब गर्नु होला है त। तँलाई म चस्मा लगाइदिन्छु क्या। यता हेर, यता चस्मा लाउने क्या एउटा। यता हेर त, चस्मा यसरी ला चस्मा लगा न ल। यता आइज न, चस्मा लगाइदिनु लगाएको मान्दै मानेन यार। आइज यता आइज, यता हेर, चस्मा लगा है त। अब लाउनै मानेन यार साथीभाइहरू, यार के गर्नु यस्तै। हेलो गाइज, आज चाहिँ एकदम गर्मी भएर यता पनि पङ्खा लगाइरहेको छौँ, यता पनि पङ्खा। यता तल सुत्नेलाई यो पङ्खा, माथि सुत्नेलाई फेरि माथि छ पङ्खा। धेरै गर्मी र घाम चर्को भएको भएर पङ्खा लगाएर दुईवटा एउटै रुममा दुईवटा पङ्खा लाउनु परिरहेको छ यार। के गर्नु होला, यस्तो टट्टेखा क्या घामहरू पनि। हेर्नु न, बाहिर जानै नसक्ने छ क्या। घाम चर्को भएर बाहिर उभिन पनि एकदम गाह्रो भइरहेछ। त्यही भएर यसो म चाहिँ आज कस्तो भइरहेछ घाम चर्कोहरू भनेर टक्क देखाउँदै गइरहेको छु साथीभाइहरू। यस्तै छ, घामहरू एकदम बवाल चर्के। गर्मी बवाल छ, गर्मी पसिना पनि अलिअलि निक्लियो। मुख धोदै गर्न पऱ्यो। ओके टाटा बाई बाई।